आउनु यहाँ त के त्यो हो रात परिरहेछ है यसो कुदिरहेछ। हेलो गाइज, नमस्ते नमस्कार। म चाहिँ आयुष खड्का है। यति बेला चाहिँ म एउटा छोटो भ्लग बनाउन गइरहेको छु। छोटो भन्दा नि भ्लग त लामै हुन्छ होइन, किनभने आज म दोलखासम्म जाँदैछु र मेरो साथमा चाहिँ मेरो भतिज र अनि मेरो दाइ भाउजूहरू र मेरो बुढी पनि। हामी चाहिँ एउटा परिवारै जान लागेको घुम्न चाहिँ। गाडी चाहिँ आइसकेको छ होइन। हामीले इभी ट्याक्सी चाहिँ हामीले बुकिङ गरेको र हाम्रो यात्रा चाहिँ हाम्रो कालिम्पोङसम्मको हुनेछ। त्यो चाहिँ कस्तो हुन्छ हजुरले हेर्दै गर्नु होला है त। ल अब चाहिँ हामी हिँड्यौँ है ट्याक्सीमा बसेर यसरी। एकटा हो चटपटे खान मन लाग्यो भने चाहिँ हामी चटपटे खाँदैछौँ। गाडी चाहिँ यता पछाडि चार्ज हालिराखेको छ होइन। चटपटे पसल कता छ भनेर पनि हामी खोज्दैछौँ। यता अगाडि हो मुराई मात्रै देख्यो चटपटे बनाउनु त्यो माथि पनि छ नि त्यही। हामी चटपटे बनाउन आएको छौँ है त। ल कफी पनि रहेछ है। के छ दिदीहरूले टोक्छ टोक्दैन यस्तो शीत तपाईले कस्तो गर्नुभएको टोक्दैन आज काले एउटा फोटो खिच्नु पर्यो। काले ल आउनु यहाँ त काले भनेछ सेतै हो रियाल त डेन्जर झाँदो त्यसले यार। ओहो सुदो रहेछ केटा माने तलाई भइले। ल गाइज हामी चाहिँ अब उकालो लाग्यौँ। यो कुन ठाउँ रे? खाडी चौरबाट सिन्धुपाल्चोक जिल्ला म चाहिँ पहिलोचोटि आएको।
जहिले पनि भूकम्प जाँदाखेरि सबभन्दा क्षति चाहिँ यही जिल्लामा हुन्छ। यस्तो डाँडाकाँडा धेरै छ। समूह भन्ने चाहिँ कहीँ पनि छैन। माथि माथिको डाँडाहरू यस्तो अल्गो अल्गो डाँडाहरू छ है। वाह ल हेर्नुहोस् खरिढुङ्गामा आइपुग्यो। खरिढुङ्गा कति रमाइलो छ है। हेर्नुहोस् त माई गॉड रमाइलो। वाह कति राम्रो ठाउँ ल हेर्नुहोस् खरिढुङ्गा। यो चाहिँ यता मेरो बुढीको यस्तो छ है चिसोले। कस्तो छ त बुढी हेर्ने एकदम रमाइलो छ। बुढा मेरो एउटा भिडियो बनाइदिनु ल। भिडियो बनाइहाल्छ नि। ओ कति चिसो हावा चलेको ल हेर्नुहोस्। त्यहाँ चाहिँ दाइहरू हुनुहुन्छ भाउजूहरू हुनुहुन्छ है। हामी चाहिँ यतातिर छौँ। बुढी यतातिर म चाहिँ यतातिर छु। हामी चाहिँ यतातिर छौँ। लो गाइस ल हामी चाहिँ यति बेला चरीकोटको होटलमा चाहिँ बसेर खाना खाएर रात्रिकालीन यतै बिताउने सोच्छौँ ल। ल गाइज हामी चाहिँ दोलखाबाट अब हिजो चाहिँ आएर यहीँ बस्यो बास। अब चाहिँ आज बिहान उठेर मास्टर दर्शन गर्नको लागि काँडातिर जाँदैछौँ है। भिडियो हेर्दै गरौँ होला है त। अहिले चाहिँ म यहाँबाट होटलबाट चाहिँ हामी अब मास्टरतर्फ लाग्छौँ है त। के छ त अनि ठिक छ रुजन यता आऊ। के छ ठिक छ एकदम ठिक छ। ठिक छ भनिदेऊ। ठिक छ भनिदेऊ। ठिक छ। अब हामी कहाँ जाने माथि जाने हो। ओके ल गाइस हामी चाहिँ बोलेर यसरी गाली सुनेको दृश्य सुनेको गाना चरीकोटदेखि डाँडो डाँडो घर डाँडो घर डाँडो। यता गाईहरू गोठालो यस्तो रमाइलो छ गाउँ घरको घर। बाटोहरू बन्दै गरेको छ है। नाकबाट पानी चाहिँ थालिहाल्यो। के हो च्याङ्रा 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 होइन वाह। कहाँ यत्रो हुन्छ च्याङ्रा। चौरी गाई चौरी गोरु फर्स्ट टाइम देखाएको जान्छ कि वाउ गाइस पुरी बजार वाउ
राम्रो राम्रो घरहरू मोहन गाडी आएको छ नि मोहन हाम्रो गाउँको मोहन ल हामी चाहिँ यहाँ कुदी बजार आइपुग्यो है र एकदमै चिसो बाहिर बसेर आएको हात चाहिँ यसरी समाउनु पनि भएको छैन होइन सो अब हामी यहाँबाट चाहिँ मास्तिर माथि डाँडामा जान्छौँ होइन दर्शन गर्नुको लागि है यस्तो छ अब हामी केबल कार छोडेर माथि जान्छौँ है त गाइड ल हामी लाइन बस्दैछौँ यहाँनिर लुजरलाई हेर्नु न हेर्नुहोस् लाइन यस्तो छ केबल कार चढ्नेको लाइन त लाइन बसिरहेको छ भइसक्यो केबल कार चढ्यो कालिम्पोङ दर्शनको यो केबल कार पनि चढ्यो खै त नि मेरो चाहिँ फोटो नि छ अब कालिम्पोङमा चाहिँ अब यस्तै छ अब हाम्रो भाउजू उतै त छन् बसिरहेका छन् अब हामी यस्तै छ हामी चाहिँ यताबाट चढ्यौँ चढ्यौँ यो झालची लगाइदिनु न हामी चढ्यौँ फोटो ल अहिले फोटो त खिच्न अनि टेन्सन नमस्ते गर्दै छोरा नमस्ते नमस्ते गर्दै त्यो घरभित्र चिसो हुँदोछ क्या यताबाट हान्दिनै पर्यो राम राम यो त यता आयो त फोटो ट्विटर भिडियो फोटो सबै गरिसक्यो फोटोको भिडियो लगाइदिनु न बरु ल भन्दैछ हेर्नुहोस् कस्तो भिड छ हेर्नु हेर्नु वाउ जय माता दी जय माता दी जय माता दी जय माता दी जय माता एकदमै रमाइलो यार माई गॉड कस्तो भिड जय माता दी दुरी बजार हामी चाहिँ यो कालिम्पोङ दर्शनको यो केबल कार एकदमै रमाइलो ठाउँलाई हेर्नुहोस् पुरी बजार तल छ हामी चाहिँ केबल कार चढेर माथि आयो दर्शन गर्नको लागि है ओ माई गॉड कति धेरै चिसो छ नि यहाँ त है कालिम्पोङ
बिर्साइ बाटोलाई हेर्नु आम्मा ओ माई गड यस्तो बाटो जानुपर्छ क्या हेर्नु दर्शन गर्नको लागि उता माथि छ मन्दिर है यस्तो भिडमा हेर्नुहोस् यस्तो भिडको माथि छ है हाम्रो कालिम्पोङ भगवती माताको दर्शन गर्ने ठाउँ चाहिँ यताबाट जाने हो यो चाहिँ एकदमै बाटो धेरै अप्ठ्यारो छ यहाँबाट उँधो चाहिँ मान्छे लड्यो भने चाहिँ सायद मान्छेको चाहिँ केही पनि भेट्दैन होला होइन कुरी बजार यता तल भइहाल्यो कुरी बजार यता तल छ हामी यता तलबाट आएको है केबल कारमा सो यताबाट घुमेर आउने बाटो छ यता र अब दर्शन पनि गऱ्यो है अब फर्केको हामी चाहिँ यस्तो यस्तो छ रमाइलो एकछिन बुकै ज्याकेट जय कालिम्पोङ भगवती माता के छ नि एकै ब्लकको बुझ्नु हो एकै भन्छ पुरीको हावा एकदम बिस्तारै पाए हो पड्किन्छ माथि बम ब्लास्ट ओहो बम ब्लास्ट भन्दै यात्रा गर्दा अलिअलि फाइनल्ली केबल कारबाट चढेर केबल कारबाट झऱ्यो भने है अब एकछिन पैदल हिँडेर चाहिँ हामी फेरि गाडीमा जानेछौँ है त बुढी अनि केबल कार कस्तो लाग्यो तिमीलाई रमाइलो लाग्यो कि रमाइलो लागेन एकदम रमाइलो मलाई फोटो खिच्दिनु ल ल ल किन नि त यो चाहिँ चौरी गाईको दुधको चिया हेर्नुहोस् एकदमै मिठो छ लास्टै मिठो क्या तपाईँको बिर्सिनै नसक्ने ल गाइज अब हामी बिहान आएको गाडी चाहिँ यही हो है हामी अब यसमै जान्छौँ फेरि माथि भुटमा बसेर है त ल पुरी बजारबाट बिदा भयो अब पाउँदो रहेछ यहाँ त भोलि बस्नलाई होटल पाउँदैन है जुन हेर्नु तिमी माथि माथि सागरको जुन हेर्नु